आज चाहिँ करेसाबारीमा हामी घुम्दैछौँ। मकै पनि ठुल्ठुलै भइरहेछ। यो मकैको घोगा लागेको देख्दाखेरि यसले के प्रगति गरेको हो कि जस्तो लाग्यो मलाई। काठमाडौँ आएर यसपाला चाहिँ मकै फलायो है साथीहरू, थोरै भए पनि है। आफ्नै बारीमा भनेर भन्दैन मैले, बारीहरूको मकै मेरो हो यहाँ जस्तो होइन। नखाने हो नि त बाबु अहिले त। यसलाई त अहिले त कहाँ खाने हो र, यो त फल गेडै लाग्यो। घोगा मात्रै च्याप्यो, यो सुत्ला मात्रै। चट्ट भोलि बसेर पोलेर खानुपर्छ यसलाई। एकदमै अग्लो छ, एकदम हाई। मभन्दा 2 मान्छे भर गएको छ है मकै चाहिँ। यो घोगा पनि ठुल्ठुलै लागेको छ, एकदम राम्रो छ। यसवाला मकैको कार्यक्रम चाहिँ राम्रै छ, थोरै भए पनि। यस्तै छ साथीहरू। के छ हजुरहरूको हालखबर सुनाउनु होला। आज चाहिँ मेरो छुट्टी जस्तै भएर बिहान अलिकति काम गरियो, त्यसपछि घरमै बसिबसाइ नै भयो। बसिबसाइमा खुर्सानी पनि टन्नै छ है। खुर्सानीको बारीतिर यसो मकैको हालखबर, खुर्सानीको हालखबर बुझ्दैछु म। खुर्सानी चाहिँ यत्रो भयो, ठ्याक्कै फल्न लाग्यो। यहाँ चाहिँ फुल खिलिरहेको छ। खुर्सानी राम्रै होला जस्तो छ यसपाला। यो चाहिँ भन्टाकको बिरुवा, यो चाहिँ भन्टाक होइन, यो गाउँको लोकल हो। एकदमै राम्रो भएको छ यो दल। अब कोही त सारिसके होइन, यो चाहिँ बाँकी छ सार्नुलाई। अब सार्नुपर्छ यसलाई पनि। मेरो माइली आन्टीले पठाउनु भएको काँडा हुन्छ। बोट चाहिँ राम्रो फल्छ, एकदमै मिठो हुन्छ भन्दै थिए। अब खान बाँकी छ, फल्न बाँकी छ। सिलाम पनि छ हामीसँग। आज सिलामको मक्क बाहना छ है। यहाँ धनियाँको हालखबर के छ हेरौँ। धनियाँ यस्तो छ ल। चिप्ले किराले खाँदा छ यो धनियाँलाई त। चिप्ले किराले खाएछ है।